आज हामी किर्तिपुरबाट लगभग 1 किलोमिटर अगाडिको झुलुङ्गे पुल साइडनेर छौँ होइन। यो चाहिँ अहिले हामी यता कहाँ भनिरहेको छ। यो चाहिँ किर्तिपुरमा रहेको एउटा के भन्छ यसलाई एक्सर्साइज गर। ओ केटाहरू उता छन्, म यता घुमिरहेको छु ल। सर र क्या दामी घुम्छ के। ओइ वा वा वा, म ढले नाइस। म त ढले ओ माई गॉड केटा हो यार। ओए मलाई कन्ट्रोल गर्न गाह्रो भइरहेको छ रे। बोयफ्रेन्ड गर्लफ्रेन्ड छ भने ल्याउँदा हुन्छ। यहाँ मान्छेहरू बसिरहेको हुन्छन् यहाँ, केटाकेटीहरू स्पेसली। ऊ यहाँ एकजना यता एकजना ऊ यता। यस्तो छ यहाँको परिस्थिति, माहौल हेर्न सक्छौँ हामी, देख्न सक्छौँ गाइस। देखो गाइस, यहाँ चाहिँ मान्छे को डेटिङ बसे जस्तो लागिरहेको छ मलाई ठाउँमा। ऊ यहाँ चाहिँ बाटोमा मान्छे देख्न सकिन्छ ल। यो भिडियो चाहिँ वाच गर्नुको लागि मेरो युट्युब च्यानलमा जानुपर्ने छ ल सबैजना। यो चाहिँ यो झुलुङ्गे पुलको अर्को डुप्लिकेट पुल पारी जाने पक्की पुल। यो बाटोबाट छिर्नेवाला छौँ हामी। यो बाटोबाट यो झुलुङ्गे पुलको जङ्गल होइन, जङ्गलबाट भित्र छिर्नुपर्छ। अनि त्यहाँबाट चाहिँ हामी झुलुङ्गे पुल पुग्नेवाला छौँ। व्हाइट हाउस कहाँ आयो यहाँबाट फेरि? यो टिमुर होइन, टिमुरको कहाँ यस्तो हुन्छ जाने। जङ्गल चाहिँ यो के जङ्गल त होइन, यो अलिअलि के रुखहरू छ होइन धेरै। यहीँबाट अब उता हामी झुलुङ्गे पुल निस्किनेवाला छौँ होइन। ल यहाँ झुलुङ्गे पुल ल छैन, यो बाटो जानुपर्छ। यता छु म। अब झुलुङ्गे पुल जानेवाला छ यता अगाडि। यही बाटो होइन, यो बाटो यही छ। यो पत्थर हाले हात होला ढुङ्गाको। हामी माथिबाट हो, माथिबाट हो कि ल। उसले चाहिँ झुलुङ्गे पुल पुगेपछि 3वटा झुलुङ्गे पुल पुगिसकेका छौँ अब यहाँबाट। यही हो पर हेर त, फाइनली झुलुङ्गे पुल। ऊ यहाँ अर्को छुट्टै छ पान भनेको के हो के अरे झुलुङ्गे पुल चाहिँ यता छ। हामी चाहिँ अब खोला जाँदैछौँ, ऊ तलबाट कुद्दा आउँदैछ नि। यो बाटो जानेवाला छौँ होइन। हेलो गाई ऊ अर्को स्याल आयो। ओ स्याल भाग। ओइ तर सानै भयो नि बाघै हो यार, यो। ल कसको देऊ रे? ल पछि मेन्सन गर्नुपर्छ ल गाइस। यो बाटो चाहिँ हामी जाँदैछौँ अब ल। यो हामी बाटो चाहिँ अलि राम्रो एकदम बवाल छ क्या यो बाटो होइन। अब झुलुङ्गे पुलको वातावरण यस्तो छ होइन, दामी छैन यो ठाउँ। अनिल ऊ दिपेन्द्र हेर कस्तो दामी बनायो, यताउता बाटो बनाएर मान्छेलाई भिजिट गर्ने ठाउँ बनाएको। तर माइन्ड सेट छ के यताको मान्छेको, हाम्रो चाहिँ माइन्ड नै छैन। अब के भन्नु, हामी फाइनली हामी जङ्गलमा आइसक्यौँ। यहाँ मूर्ति छ कहाँ भगवान्को, यहाँ तल आइजाऊ। यहाँ तल यो चाहिँ भगवान्को मूर्ति ठाउँ जाने बाटो होइन, खास स्पेसल। त्यहाँ जाँदैछौँ हामी ल। हामी यहाँ चाहिँ देख्न सक्छौँ यो चाहिँ हात्तीको टाउको रहेको छ। हात्तीको टाउको यो ढुङ्गामै बनायो होइन, ढुङ्गाबाटै बनायो होइन, ढुङ्गाबाटै बनाएर क्या दामी काट्या खाएर। यो गणेश भगवान्को टाउको रहेको छ ल। अनि यहीँ आउने बाटो के यो यो चाहिँ यो नेपालको सबभन्दा ठुलो गुफा। कुन गुफा रे? यो महेन्द्र गुफा भन्ने यो जस्तो लाग्छ मलाई। सायद ऊ यता अर्को बन्ढाडे यता। यहाँ चाहिँ क्या दामी लेखा होइन। नाइस प्लेस। ऊ झुलुङ्गे पुल चाहिँ माथि छ है, ऊ झुलुङ्गे पुल माथि। त ठिकै छ होइन। यो खोला चाहिँ एकदम फोहोर थियो, तर आजकल चाहिँ अलि राम्रो पानी देखेँ मैले, हरियो। धेरै पहिला चाहिँ कालो थियो कि, तर कालै हो यो अहिले अलिअलि
हरिहरि जस्तो देखियो रहेछ। यो पानी रहेको छ। गर्लफ्रेन्ड डेटिङ आउने ठाउँ हो कि यो झुलुङ्गे पुलमा होइन। ऊ यहाँ पर पनि एउटा कपालहरू रहेछ, को केटाहरू केटीहरू छन्। अनि माथि चाहिँ झुलुङ्गे पुलमा मान्छे टन्नै छ कि यो पुलमा धेरै। भिडियो बनाउनु हुन्थ्यो। मर्नु त मर्दैनन् होला होइन। ऊ केटी आउँदैछ। हामी कीर्तिपुरमा होइन, कीर्तिपुरमा रहेको झुलुङ्गे पुल साइडमा छौँ। झुलुङ्गे पुल भनेको चाहिँ कोही होइन यही हो ल, अरू कोही होइन यही हो झुलुङ्गे पुल। पारीको सिमाना अछाम रहेको छ भने वारीको दैलेख, पारीको कर्णाली प्रदेश रहेको छ भने वारीको सुदूरपश्चिम प्रदेश ल। यो ठाउँ छ नि होइन, यो ठाउँको रहस्य के छ भने चाहिँ यहाँ चाहिँ धेरै बोयफ्रेन्ड गर्लफ्रेन्डहरू आउँछन् होइन घुम्न। अनि आफ्नो बोयफ्रेन्ड र गर्लफ्रेन्डको नाम लेखेर जाने रहेछ नि यो ठाउँमा। यो धेरैको नाम छ यहाँ, के प्लस के लेखायो। ऊ यहाँ के छ यो विवेक, यता कहाँ ऊ यहाँ दुर्गा के छ यो सञ्जय, सानी हो त्यो। त्यो धेरैको नाम छ के ल। यो ठाउँमा कसैको बोयफ्रेन्ड गर्लफ्रेन्ड छ भने लिएर होइन, हामी त सिङ्गल बरु यत्तिकै लत्ता आयो। यदि तिमीहरूको नि बोयफ्रेन्ड यानि कि गर्लफ्रेन्ड छ भने लिएर यहाँ नाम लेख्दा हुन्छ। तर मार्कर चाहिँ आफैले बोक्नुपर्छ ल, भविष्यमा रहिरहने चिनो। यहाँ तल चाहिँ फेरि डेन्जर छ नि तल। यो चाहिँ यसले गर्दा चाहिँ हामी यहाँ अलिक सेफ छौँ होइन। त्यत्रो डेन्जर। केटाहरूले पनि प्यान थियो, प्यानबाट भयो भने आफ्नो नाम लेखेर जाँदैछन्। सम्झना, बिर्सना, जाले रुमाल, टाउको बनाउँदै चाहिँ हामी वारी थियौँ। अब पारी जानेवाला छु ल। यो पुल छ एकदम हल्लिन्छ कि। ओए के हो यार, यो नामै झुलुङ्गेको झुलुङ्गे रहेछ यार। लास्टै झुलुङ्गे छ कि, लास्टै हल्लिन्छ। कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी रहेको छ। यो चाहिँ झुलुङ्गे पुल लास्टै हल्लिरहेको छ। मान्छेहरू डराइरहेको छ केटा। ल आइज केटाहरू आइज। कुरा यहीँ हाम्रो भलक यहीँ सकिएको छ। रुम जाँदैछौँ होइन। झुलुङ्गे पुलको यार त हाम्रो यहीँ टुङ्गिएको छ। अब हामी यहाँबाट निस्किनेवाला छौँ बाहिर। सो